हेलो साथीहरू, आज चाहिँ हामीले फिस राइस लिएर आएको छौँ। म अनि मेरो हस्बेन्ड साथमा छ अनि हामीले चाहिँ सुरु गर्न आँटेको। अनि तपाईँलाई देखाउनु पर्यो यहाँ फिस। अनि यो चाहिँ कस्तो खाले फिस भन्दाखेरि चाहिँ यो चाहिँ रेडिमेड हुन्छ। अनि यो चाहिँ बट्टाको माछा हो। यस्तो खाले बट्टा हो, तपाईँलाई देखाउँछु। ए यस्तो खाले बट्टा हो। देख्नुभयो, यसको चाहिँ यति दामी हुन्छ टेस्ट हो। बट्टाको माछा यति दामी हुन्छ, यति मिठो हुन्छ। तपाईँहरूले पनि ट्राई गर्नुहोस् है। ल हुन्छ, हामी चाहिँ सुरु गर्न आँटेको। अनि यो माछा खाँदै गर्दा चाहिँ तपाईँहरूले पनि कुनै दिन माछा ल्याउनु भयो भने चाहिँ होइन, यो हामीले कुनै माछाको बट्टाको माछाको हामीले पैसा थापेर प्रमोसन गरेको होइन। तर पनि यहाँनिर यो माछा चाहिँ एउटा यो सेराडाइन भन्ने छ होइन, अनि यो क्राउन भन्ने छ। यो चाहिँ एकदमै दामी हुन्छ अनि एकदमै टेस्टी हुन्छ। अनि हाम्रो घरमा चाहिँ यो प्रायः बेसी चल्छ होइन। आज चाहिँ यसो सल्लाह गरेको नि खाइदिउँ, हामी देखाइदिउँ भनेर होइन। तपाईँहरूले पनि कुनै दिन खानुहुन्छ होला, तर पनि कुनै दिन चाहिँ यो पनि ट्राई गर्नुहोस्। यो चाहिँ एकदम राम्रो छ। हुन्छ, हामी सुरु गऱ्यौँ। फर्स्टै माछाबाट सुरु गर्नु पऱ्यो। सुरु गरेँ ल। दामी हो टेस्ट है। दामी भएछ। यसमा चाहिँ तपाईँले केही हाल्नु पर्दैन। टमाटर, प्याज, अनि त्यहाँदेखि लसुन, अनि माछाको मसला, जिरा, धनियाँ पाउडर हाल्दा पनि भयो, अनि माछाको मसला हाल्दा पनि भयो। त्यति मात्रै हो, अरू केही हाल्नु पर्दैन। मजाले सिम्पल तरिकाले यो अलरेडी उयो भएको हुन्छ। अनि ल्याएर सट्टै पकाएर खानु मात्रै हो। यस्तो दामी भएछ, यस्तो टेस्टी भएछ। मासु पनि हेर्नु न, फिस पनि कस्तो मजाले सानो सानो पिसमा मजाले काटेर हालेको हुन्छ। दाम चाहिँ त्यस्तो महँगो पनि छैन, ठिकैको छ, रिजनेबल छ। कति छ? 150 ग्राम छ होला सायदै। 425 ग्राम रहेछ। 115 रुपियाँ मात्रै हो। दामी भएछ। फेरि यो माछा खाने बानी भयो भने चाहिँ अरू माछा मनै पर्दैन फेरि। सुरुमा फर्स्टमा खानेले चाहिँ अलिअलि गनाउँछ।